ल है सबैजनालाई नमस्कार नमस्कार नमस्कार। आज मलेसियाको वातावरण एकदमै बिहान पानी पर्ला जस्तो थियो भने अहिले यस्तो एकदमै घाम लाग्ला जस्तो भइरहेछ। यति राम्रो सुन्दर वातावरण छ, हरियाली यस्तै छ। हेर्नुहोस् यहाँ मलेसियाको अहिले यति सुन्दर वातावरणमा सबैलाई हुन्छ नमस्कार छ। यहाँ मलेसियामा आज यो क्रिसमस डेको छुट्टीले गर्दा कम्पनी चलेको छैन। अलिअलि यसो कम्पनीहरू गाडीहरू जाने आउने गरिरहेछ। यस्तो छ मलेसियाको यहाँको वातावरण यस्तो छ। हेर्नुहोस् बादल लागिरहेको छ तर घाम भने अलिकति मधुरो देखिने। त्यसपछि वातावरण पुरा खुल्ला छ। हेर्नुहोस् खुल्ला आकाशमुनि जस्तै मान्छेहरू बसिरहेको छ। हामी पनि खुल्ला आकाशमुनि छौँ। यसरी नै कम्पनीहरू सबै बन्द, सबै सुखाराम सुतिरहेछन् सबै। यस्तो हरियाली छ। हाम्रो नेपालमा ठन्डी चिसोले सदा छ भनेपछि यहाँ त यस्तो छ। न पानी पर्ने जस्तो भएको पनि तर गर्मी छ। घाम नलागेको छैन पनि हल्का गर्मी जस्तै हुन्छ। यहाँको वातावरण हेर्नुहोस् अलिकति राम्रो हरियाली। जुनसुकै महिना भयो भने हरियाली नै हुन्छ यहाँ त। आज यो मेरो सानो भलकबाट सबैलाई भन्न आग्रह गर्छु कि यहाँको वातावरणको बारेमा सबैलाई बताउन र देखाएर प्रत्यक्ष हेरेर तपाईँहरूले बुझ्नुहुनेछ। सबैजनाले मेरो युट्युबमा गएर हेरेर सब्सक्राइब र च्यानललाई सब्सक्राइब लाइक सेयर र कमेन्ट गरिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु। र सबैजना साथीहरूलाई नमस्कार।